हेलो गुड मर्निङ एभ्रिवान के छ साथीहरू आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु म चाहिँ गेडाकोर 12 बाट तपाईहरु चाहिँ कहाँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ स्वागत छ यो मेरो हिजोको भिडियोमा हिजो चाहिँ म पोस्ट गर्न सकिन हिजो चाहिँ पोस्ट गर्छु भनेको एडिट गर्दा गर्दै के भयो के पोस्ट नै भएन मेरो अनि त्यति बेलासम्म मेरो चार्ज पनि थिएन भिडियो बनाउँदा त्यही भएर चाहिँ म पोस्ट गरिन हिजोको भिडियो बल्ल आज पोस्ट गर्दै छु यता म राइस कुकरमा भात बसाली छु ग्यासमा दाल अनि तरकारी चाहिँ आगोमै पकाएको मिठो हुन्छ के ग्यासको नि बचत हुने समयको नि बचत हुने है अनि मिठो पनि हुने ग्यास पनि अति महँगो छ फेरि गाउँघरमा फेरि दाउरा जति पनि हुन्छ त्यही भएर हामी दाउरामै पकाउँछौँ म चाहिँ यता लोकल कुखुराको मासु पकाउँदै छु उता चाहिँ मेरो जेठानीले आलुहरू केलाइदिइराख्नु भएको छ अनि हामी चाहिँ आज अचार अनि खसीको मासु अनि लोकल कुखुराको मासु पकाउँदैछौँ किनभने मेरो जेठानीको मम्मी आउनु भएको थियो त्यही भएर हामी चाहिँ 2 जना छौँ पकाउँदाखेरि 2 जना भएपछि त सजिलो हुन्छ नि त एकजनाले एउटा गर्दाखेरि एकजनाले एउटा गर्नुहुन्छ म चाहिँ मासु मजाले भुटेँ त्यसपछि प्याज हालेँ टमाटरहरू हालेँ अनि लोकल कुखुरामा त झोल यतिको त बनाउनै पर्यो अनि त्यसपछि आलु सालु सब केलाएर सकाइदिइसक्नु भयो थियो जेठानीले अनि त्यसपछि मैले तिल भुटेँ थिचेँ तिल पनि हालेँ अनि यतातिर म अचार बनाउँदै थिएँ भने यता मेरो जेठानीले चाहिँ मासु पकाउँदै हुनुहुन्थ्यो खसीको म धेरै क्लिप चाहिँ लिइनँ खसीको मासु बनाएको अनि यता चाहिँ म अचार खानलाई तेलहरू तताउँदैछु अनि लसुन त हाल्नै पर्यो लसुन हालेपछि त एकदमै मिठो हुन्छ कि तपाईहरुलाई मिठो लाग्छ कि लाग्दैन मलाई चाहिँ एकदमै मिठो लाग्छ अनि पछिबाट बेसार हालेको चाहिँ मलाई मन पर्दैन के त्यही भएर म तेलमा नै लसुन अनि खुर्सानी अनि टमाटर फुराउँछु अनि त्यसमा हालेर मलमाल पारेँ अमिलो राखेँ अनि ठक्क बनाएँ कस्तो मिठो लाग्छ अचार त मलाई त काम भइसक्यो भिडियो हेर्दा नै हिजो खाएको अनि त्यसपछि मोलेर पनि सकाएँ यता मासु पनि फाइनली पाकेर सकियो यसमा पनि हामीले झोल बनायौँ त्यसपछि म आएँ माथि तपाईहरुलाई कति मन पर्छ साथीहरु यो स्टार फुड मलाई त एकदमै मन पर्छ बाइ बाइ आजको लागि